It's a bad day again. Cycle puncture भयो. Good morning साथीहरु सबैजनालाई. Literally 5:30. First order मैले उबरमा McDonaldबाट आएको छ. अब यहाँ ठक्कै एक्ज्याक्टली म अहिले आइपुगे हाम्रो ल्याम्बर्डर विटल पार्कको McDonald. Sorry, another order from Oxbridge again. First order दिने बित्तिकै सो यो मेरो सेकेन्ड अर्डर हुनेछ फेरि पनि McDonaldबाट. एकदमै चिसो छ हैन. खासै अस्ति जस्तो हुस्सु त लागेको छैन तर पनि चिसो चाहिँ भयङ्कर नै छ है. भगडाम त चिसो छ भनौँ न. सो यो चाहिँ हाम्रो अक्सब्रिज रोड हो हैन. अगाडि हाम्रो हेज रिटेल पार्क हो. सेन्सबेरीपट्टि म जाँदैछु. क्रिसमस ट्री राम्रो गरी सजाएको छ यिनीहरूले. So second order from the same store, same McDonald. सेकेन्ड कस्टमर पनि टाढा जस्तो लागेको थियो हैन. 8 मिनेटको रहेछ अनि यसले थोरै बढी पे गरेको छ हैन. थोरै बढी भन्दा पनि 1 पाउन्ड बढी. बिहान चाहिँ मैले 5:30 देखि सुरु गरेँ अनि त्यसपछि तपाईहरु जो कोही भिडियोहरु हेर्न चाहनुहुन्छ डेलिभरीको बारेमा हैन, फुड डेलिभरी कहाँ गर्ने, के कसरी गर्ने, उबर इट्स डेलिभरी हैन, मैले चलाउने यो दुईवटा हो. सो तपाईहरुलाई भिडियोहरु हेर्न मन लाग्छ भने तपाईहरु फेसबुकमा दीपक तामाङ हेर्नु होला हैन. अनि त्यसै युट्युब च्यानल बनाएको छु काका इन लन्डन भनेर. सो मैले यो पार्ट टाइमको लागि हो, बाध्यता होइन. यसो घुम्न पनि मिल्यो हैन. Got another order from McDonald. डेलिभरीमा अर्डर आएकै छ तर एकदमै टाढाबाट हैन. यो चार्ज पनि सिद्धिन्छ. सो त्यति टाढाको अर्डर चाहिँ मैले नलिने गरेको छु हैन. 9 पाउन्डको आउँदैछ तर यो पनि टाढै छ है. सो मैले 5:30 देखि सुरु गरेको, अहिले 6 बज्यो. आधी घन्टामा मैले 2वटा अर्डर गरेको रहेछु. खासै टाढोको थिएन. आएको टाढोको अर्डरहरू मैले रिजेक्ट गर्दै भिडियोहरू हेर्दै गर्नु होला. It's another order from the same subway but it's a bit far. So this one will be my third order from same McDonald but from a different location. It's in a South of Broadway and यहाँ पनि 3.5 पाउन्ड जति पे गरेको छ हैन. कस्टमर पनि खासै टाढा छैन, नजिकै छ. सो लेट्स ग्र्याब इट एन्ड लेट्स गो. खासै ट्राफिकहरू छैन, बस चलिरहेको छ थोरै यताउति गाडीहरू. अनि मान्छे कामको लागि निस्किने पनि बेला त भयो तर त्यति साह्रो छैन अहिले हैन. One is the first order that I received from the delivery this morning. Not that bad. I think customer पनि खासै टाढा छैन हैन, एउटै एरियामा पर्छ जस्तो लाग्छ. सो यो कस्टमर पनि खासै टाढा छैन रहेछ. Just 5 minutes. Okay, ठिकै छ हैन. आज खासै मैले टाढोको लिनु परेको पनि छैन हैन. आएकोहरू पनि नलिकन पसेको छु. And this one is the street to the South train station. अगाडि सिधै गयो भने you have code 87 traffic light. Another order. It's very far. So delivery मा आज एकदमै टाढा मात्र अर्डर आइराखेको छ हैन. नलिकन हिँडिराखेको छु. It's 8 pounds 57 pence. आज चाहिँ यो टाढा, it's not far but यसमा धेरै त्यो छ. फेरि अर्को छ है अर्डर. यो पनि एकदमै टाढा क्या. सो गुड मर्निङ गाइज. अनि
3वटा order. I just completed 3 orders and was going for to receive a 4th order. यो डेलिभरी जुन मैले गरिराखेको छु यो चाहिँ मेरो बाध्यता होइन, यो मेरो पार्ट टाइम साइड हसल हो होइन। मैले फुल टाइम काम गर्छु अर्को ठाउँमा, यो छुट्टीको बेलामा अनि यसो फुर्सद भएको बेलामा कहिलेकाहीँ होइन साइकल लिएर एक्क निस्किनलाई होइन 10-12 पाउन्ड बनाउने अनि अर्को कुरा नयाँ ठाउँ नयाँ कुराहरू यसो अनुभव गर्न पाइन्छ भनेर हो। सो जो फुल टाइम गर्नुहुन्छ उहाँहरूले साइकल भन्दा पनि स्कुटर बाइक लिन सक्नुहुन्छ अथवा लाइसेन्स भएको गाडीमै। जो साथीहरू डेलिभरी गर्न सोचमा हुनुहुन्छ आइडी बनाउनुहोस्, अरूको आइडी नचलाउनुहोस्। इट्स नट अ लिगल टाइम, युज योर ओन आइडी, यु हेभ टु पे यो ट्याक्स। तपाईँलाई सेल्फ एसेसमेन्ट गर्नै पर्छ, यु हेभ टु पे ट्याक्स। तपाईँलाई छोड्नेवाला छैन यहाँ युके सरकारले।